बिहे गर्न पनि तालिम लिनुपर्ने रे। ल भिडियो हेरौँ अनि फन्नी कमेन्ट पर्ने है त। अब 3 महिने तालिम नलिई बिहे गर्न नपाइने भएको छ। इन्डोनेसियामा बिहे गर्नको लागि 3 महिने तालिम पास गर्नुपर्ने नियम सुरु भएको हो। बिहेपछि व्यापक सम्बन्ध विच्छेद हुने गरेको र धेरैको घरबार बिग्रदै गएका कारण वैवाहिक जीवन सफल बनाउन यो अनौठो नियम। रुको जरा, सबर करो। हामी बाहिर चराउने बेलादेखि तालिम गरेकोलाई के को आवश्यकता? हो भनेको यो केटाहरूले गर्नै जान्दैनन्। तालिम चाहिँ के लिने? पड्काउने तालिम हो। समझ रहे हो ना? तालिम एउटासँग अनि बिहे अर्कोसँग गर्नुपर्ने हो कि कसो? तालिमको लागि गुरु चाहिएमा म छु है यता। के हो? तालिममा पास नभएसम्म तालिम जारी गर्नुपर्छ है। नेपालमा 3 महिने सुई, इन्डोनेसियामा 3 महिने तालिम, हिसाब बराबर।